र म्युजिक भिडियोको कुरा गर्नुपर्दा चाहिँ मलाई अफर आउँछ सायद अफर आएपछि जसले गर्छ होला तपाईँलाई गोपीजीलाई चाहिँ ल तपाईँलाई म 4 लाख 5 लाख दिन्छु एउटा भिडियो खेल्नुहोस् भने कसले खेल्दैन भन्नुहोस् त होइन म्युजिक भिडियोमा हरेक भिडियोमा 3 देखि 4 लाख अहिले बजेटमा चाहिँ अहिले 10 लाखको बजेटमा काम हुन्छ होइन त्यो सानोतिनो सुटिङ होइन नि त सो 10 लाखको सुटिङ गरेर हामी काम गर्छौँ एउटा म्युजिक भिडियोमा र अफर गर्नुहुन्छ मैले अहिले पनि भने 15-20 वटा म्युजिक भिडियो गर्छु सबैले मन पराउनु भएको छ जहाँ हल छैन जहाँ फिल्म हल छैन फिल्म हल भएको कति छ भन्नुहोस् त 3%ले हेर्छौँ नेपालीले नेपालमा हामी 3% जनताले फिल्म हेर्छौँ अनि हामी 97%ले चाहिँ हामी कुरा काट्छौँ कि फिल्म है फिल्म राम्रो भएन फिल्मै हामी मन पर्दैन राम्रै भन्नुहुन्छ कि चाहिँ 100%ले हेर्नुहोस् 100%ले कुरा गर्नुहोस् फिल्मको बारेमा होइन 97% को ठाउँमा हल छैन अनि त्यो ठाउँमा चाहिँ के पुग्छ त म्युजिक भिडियो पुग्छ सो मलाई चाहिँ के गर्व लाग्छ भनेपछि हलमा अहिले फिल्म हलमा चाहिँ हेर्ने कलाकारलाई कतिले चिन्नुहुन्न क्या अहिले बाटोमा हेर्नुहोस् कसैले पनि चिन्नुहुन्न दर्शकले चाहिँ ए को आयो को गयो थाहा हुन्न तर म्युजिक भिडियोको आर्टिस्टलाई हेर्नुहोस् या मेरो नाममा पल शाहलाई जब हामी चाइना बोर्डर जाउँ इन्डिया बोर्डर जाउँ जहाँसुकै जाउँ देश विदेश जाउँ त्यहाँ उहाँले माया दिनुहुन्छ पलजी तपाईँको फिल्म हेरेको थिएँ फिल्म नहेरेकोले चाहिँ म्युजिक भिडियो हेरेको थिएँ भन्नुहुन्छ कि सो त्यो चिज चाहिँ म एकदमै गर्वका साथ भन्न चाहन्छु मलाई गर्व लाग्छ म म्युजिक भिडियो खेल्छु म प्रोग्रामहरूमा गरेर चाहिँ आमा बुवाको आशीर्वाद लिन्छु मुभी गर्छु सबैको एउटा रिभ्यू राम्रो छ होइन र आशीर्वाद पाइरहेको छु सबैको त्यो चाहिँ गर्व लाग्छ मलाई चाहिँ सो मलाई अफर आइरहेको छ काम गरिरहेको छु त्यही नै सायद अफर अरूले आएको भए अरूले गर्नुहुन्थ्यो होला